नमस्कार। आजको मुख्य समाचार। मौन अवधिको समयमा नेपाली कम्युनिस्ट पार्टी अर्थात् नेकपाले गम्भीर आपत्ति जनाएको छ। पार्टीका अनुसार निर्वाचन अघि मौन अवधिमा पार्टी नेतृत्व र तारा चिन्हका उम्मेद्वारहरू विरुद्ध सामाजिक सञ्जाल मार्फत भ्रामक र झुटा सामग्रीहरू फैलाइदैछन्। केन्द्रीय कार्यालयका सचिव गणेशमान पुनले विज्ञप्ति जारी गर्दै सुनियोजित रूपमा असत्य कथा, हेरफेर गरिएका भिडियो र गलत सूचना फैलाइएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। विशेष गरी पार्टी संयोजक प्रचण्डको आवाज जस्तै सुनिने नक्कली भिडियोहरू बनाई सार्वजनिक गरिएको दावी गरिएको छ। नेकपाले यस्तो गतिविधि निर्वाचन आचार संहिताको ठाडो उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संस्कारमाथिको प्रत्यक्ष प्रहार भएको जनाएको छ। पार्टीले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गर्दै यस्ता फेक सामग्री देखिए तुरन्तै सम्बन्धित प्लेटफर्ममा रिपोर्ट गर्न अपिल गरेको छ। साथै अपुष्ट र सनसनीपूर्ण सामग्रीबाट सावधान रहन पनि अनुरोध गरिएको छ। अब हेर्न बाँकी छ निर्वाचन आयोग र सम्बन्धित निकायले यस विषयमा कस्तो कदम चाल्छन्।